हाई गाइज वेलकम टु माई सर्ट ब्लग। आज चाहिँ हामी सबै सहकर्मी साथीहरू मिलेर हाम्रो रेस्पेक्टेड म्याम डाक्टर एलिनाको बेबी सावर प्रोग्राम गर्दैछौँ। हामीले प्रोग्राम एकदम रमाइलो गऱ्यौँ, केकहरू काट्यौँ। त्यसपछि चाहिँ हामीले सबैजना मिलेर पालै पालो म्यामलाई दही चिउरा खुवाउँदै ब्लेसिङ पनि दियौँ। अनि त्यही ब्लेसिङ दिने क्रममा चाहिँ हाम्रो मोनिकाले चाहिँ बेबीको लागि पोजिटिभ भाइब्स दिइरहेको थियो अनि ऊ एकदम इमोसनल पनि भयो। अनि त्यसपछि चाहिँ हामी सबैजना मिलेर दही चिउरा खायौँ, एकदम रमाइलो भयो सबैजनासँग यसरी प्रोग्राम गर्दा चाहिँ। अनि फेरि चिया आइपुग्यो, चिया पनि एकछिन खाऊँ न भनेर चाहिँ चिया पनि खाइयो। अनि त्यसपछि चाहिँ एकछिन अब डान्स गर्ने गीत गाउने भनेर चाहिँ एकछिन डान्स पनि गरियो, गीत पनि गाइयो। त्यही बेला नानरोटी आयो। अब एकछिन डान्स नगरी नानरोटी खाऊँ भनेर हामीले बट्टाबट नानरोटी खान थाल्यौँ। त्यसपछि एउटा गेम खेल्यौँ हामीहरूले, गर्ल कि बोय भनेर। पिङ चाहिँ गर्ल थियो र अर्को नेक्स्ट चाहिँ बोय थियो। हाम्रो मेजोरिटीमा चाहिँ चारजनाले बोय गर्ल भएको हुनाले चाहिँ फेरि हाम्रो लास्टमा डाक्टर एलिनाले चाहिँ गर्ल छान्नुभयो। ल अनि चाहिँ लेट्स सी अब के हुँदो रहेछ। अनि हामीले गीतहरू गायौँ। त्यसपछि चाहिँ बाई गाइज, अब हाम्रो प्रोग्राम पनि सकियो। अनि त्यसपछि बिल पे गऱ्यौँ। अस्मिता दिदीले पैसा देखाउँदै हुनुहुन्छ 1000को नोट। अनि त्यसपछि चाहिँ हामीले चाहिँ हल्का त्यो सुपहरू चाहिँ अलिक बढी नै निकाल्ने बानी छ के। अनि सुपहरू निकाल्यौँ, त्यसपछि लाग्यौँ। बाई गाइज, थ्याङ्क यू फर वाचिङ।